बाई गुड नाइट धेरै चाहियो यति मलाई पुग्दैन रेडी टु हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ हामी बन्दीपुर निस्किन लागेको दिदीहरू र म अनि दिदी चाहिँ मलाई लिन आउँदै हुनुहुन्छ अरे म अहिलेसम्म रेडी नै भएको छैन मलाई लिन आएर दिदी घर पसेर फेरि अर्को दिदी घर पसेर अनि बल्ल निस्किने हो म छिटो छिटो रेडी हुन्छु अब मलाई गाली गर्ने बेला भइसक्यो दिदीले अब चाहिँ हामी रेडी भएर निस्किन लाग्यो दिदी पनि आइसक्नु भयो मलाई लिन अब हामी दिदी घर जान्छौँ अनि त्यसपछि दिदी घर गएर अनि अर्को दिदी घर गएर अनि हामी जान्छौँ हेलो नमस्ते अङ्कल नमस्ते आन्टी ल साथीहरू फाइनली बल्ल 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 दिदी रेडी भएर यहाँ दुईटा नानीहरूलाई रेडी गराएर भर्खर अब हामी निस्किएछौँ बिहानै आएको मान्छे यत्रो घाम लागिसक्यो यत्रो घाम लागिसक्यो बल्ल 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 अझै कहाँ निस्क्यो अझै बजार एकछिन पस्नै छ अनि बल्ल जाने है ल भर्खर गाडीमा चढेको अब मस्त सुत्दै जाने हो साथीहरू हामी चाहिँ केबल कार केबल कारमा जाने हो हामी चाहिँ भर्खर बन्दीपुर बजार आइपुगेको बन्दीपुर बजार हामी चाहिँ खाना खान आएको होइन तर मलाई खाना खान मन लागेन दिदीहरू चाहिँ खाना खाँदै हुनुहुन्छ म चाहिँ यति धेरै मोमो आएको दिउँसो खासै खानु मन लागेन अब यस्तो लाइटवाला केही स्यान्डविच मगाएको अब एकछिन खान्छु होइन नाच्दा नाच्दै थकाइ लाएर खाना खाएर खाना खाना गएर आएर अब हामी सुत्न लागेछौँ यहाँ भान्टाङ भुन्डुङलाई सुताउने हो अब होइन गुड नाइट रे यता हेरेर गुड नाइट भनिदिनुहोस् ल उता हेर गुड नाइट ओ गुड नाइट भोलि बिहान भेट्ने हो अब सुत्ने हो मजाले गुड मर्निङ हामी चाहिँ बिहान उठेर रेडी भएर अब ड्रेस लाउन जान लागेको ड्रेस लन्डामा अहिले आइपुगिसक्यौँ अब फेरि लगाइदिनुहुन्छ मलाई हेलो गरिदिनु हेलो गरिदिनु हाई हेलो हामी चाहिँ के अरे ब्रेकफास्ट खाना हाम्रो ब्रेकफास्ट चाहिँ यस्तो छ त्यो प्यानकेक खायो भने प्यानकेक अनि होइन यो भन्यो त्यो भन्यो साथी र हामी चाहिँ खाजा खाएर अब कहाँ अरे टुडी हेल 5 धारा टुडी हेल 5 धारा कताबाट हो बाई होइन नि हाई गर्ने खोइ नतान लुगा हेलो गाइज हेलो उल्टो बाटो आएछ यता अरे आउन न उयो लेखे होला नि ए यता आऊ टुडी हेल यता लेखे है कता आऊ त
ए अनि 3 धारा अरे छुट्टा छुट्टै हो अनि 5 धारा हो कि के हो भने जस्तो लाग्छ यस्तो रहेछ त्यहाँ हेर्नु टोडी खेल यताबाट 3 धारा यताबाट त्यही त भन्दा चाहिँ यहाँ लेखे हौ हामी उहाँ गएको पनि यस्तै हो के गर्नु अब आहान हुनु पऱ्यो नि त्यहाँ 3 धारा जाने पहिला टोडी खेल चाहिँ चौथो चौधेन जाने 3 धारा जाने त 3 धारा के हो 3टा धारा अरे पानी आउँछ अरे त्यो ढुङ्गाको धारा हो अरे जाने चौरे होइन चौरो 3 धाराबाट गुम्बा नजिक भने होइन ए 3 धाराबाट गुम्बा ल ल हामी चाहिँ अब टुडी खेल नजाने भयौँ अब यता के अरे प्लान चेन्ज भएर अब आमा छुर्पीको चाहिँ छुर्पिरहेको छ अनि के बोल्न लाएको थिएँ बोल्न नि यतिले लुगाहरू आउनु मेरो हेत्तेरिका 3 धारा जान लाग्यौँ हामी चाहिँ 3 धाराबाट के अरे गुम्बा होइन 3 धाराबाट गुम्बा जाने रहेछ त्यतै लाग्यौँ ल हामी चाहिँ भर्खरै 3 धारा आइपुग्यौँ 3 धारा भने यस्तो छ यहाँ बाबु नानी छ यता मलाई चाहिँ यस्तो चिसो हुन्छ नि त के अरे उसको पानी यस्तो छान्नु पऱ्यो अब यताबाट चाहिँ हामी मास्टर गुम्बामा पुग्छौँ हामी तरेङमा पऱ्यौँ हामी पहाड आएको घुम्नलाई पहाडको पानी लाग्छ अरे त्यही भएर हामीले खाएनौँ छोयौँ मात्र ल फाइनली हामी यत्रो हिँडेर अलि गुम्बा जाने यस्तो गुम्बा मोनेस्ट्री यताबाट जाने रहेछ अब यसरी उकालो चढेर जाने भर्याङ चढेर यति आए पनि आइपुगे जस्तो भएन त यति आइपुगे जस्तो भएन दादा अब यो उकालो चढ्ने अनि जाने दादा ल आमा कति माया हो हामीलाई खोइ पानी आन्टीलाई खोइ पानी आन्टीलाई पानी देऊ ल नाइ रे भाइ ल अब यस्तो उकालो चढेर जाने हो ल यहाँ किम्बु पाकेर रहेछ नटिप्ने म नखाने हामी बल्ल आइपुग्यौँ वाउ तर कस्तो दामी रहेछ है नयाँ बनाएर रहेछ यो ल हेर्नु साथीहरू यस्तो छ है कस्तो दामी रहेछ तर डिजाइन चाहिँ कस्तो दामी हेर्नु नि त्यहाँ यस्तो गरेर यस्तो अब हामीहरू यस्तो घुम्छौँ फोटोसोटो खिच्छौँ अनि फर्किन्छौँ यहाँ चाहिँ ल अस्ति चाहिँ त्यो डाँडामा पुगिरहेको अस्ति भर्खरै 1 हप्ता अगाडि अनि फेरि अब गइएन साथीहरू हामी चाहिँ गुम्बाबाट फर्किन लाग्यो अब यहाँ बन्दै गराएर रहेछ उता अर्को गुम्बा चाहिँ बन्द गराएर रहेछ यता चाहिँ बनिसकेको छैन रहेछ अब हामी चाहिँ फर्किन लाग्यौँ अब यस्तो छ है यहाँको चाहिँ नयाँ बन्दैछ दामी देखेर वहाँ टाढाबाट आएको तर बन्द रहेछ यो नयाँ बन्द रहेछ बन्दै पुरानो चाहिँ बन्द रहेछ अलको छ माग्नु सक्दैन ल कस्तो हावा चाहिँ चिसो आउने के मस्त है पहाड भनेको पहाडै प्योर पहाड अर्को चस्मा देखिन्छ त्यहाँबाट के जस्तो देखिन्छ देखिन्छ त्यही रहेछ सुजान्छ भने किन नबोक्नु मलाई भन्नु त ल किन नबोल्नु मलाई आफू मात्र चाउमिन खाने अनि मैले कसरी बोक्ने म खाने कसरी बोक्ने मैले अब यति पुग्दैन नि मलाई धेरै चाहियो यति त मलाई पुग्दैन धेरै चाहियो धेरै धेरै खानु धेरै ल भन त धेरै थोरै पुग्दैन म बोक्न सक्दिनँ थोरै खाएर
छोएर खानु हामी चाहिँ खाजा खाएर अब एकछिनमा निस्किने हौ यो त तिमीले खाएको हो नि त हामी खान्छौ र साथीहरू हामी चाहिँ बन्दीपुर छोडेर अब जान लाग्यो घर चितो आउँदा नि हामी पानी पर्ला जस्तो भइरहेछ अब के गर्नु छिटो छिटो निस्किनु पर्यो होइन दिदी ल हो अब फर्किने हो दिदीहरू चाहिँ उता पुगिसक्नु भयो ल अब केबल कारमा चढेर घर जान लाग्यो अब नेक्स्ट भ्लगमा है सँगै भेटौँला वेट अब हामी चाहिँ सिधै घर नगएर we're having zip lining यहाँ चाहिँ यस्तो जिप लाइन गर्ने ठाउँ रहेछ त्यही भएर हाम्रो प्लान चेन्ज भयो अब जिप लाइन गरेर मात्र घर जाने अरे पुन्टुरी मलाई चाहिँ किन यस्तो साथै उड्ने दौडेको बुम नगऱ्यो भने गाइज हाम्रो चाहिँ प्लान चेन्ज भयो होइन अब साइक्लिङबाट के अरे जिप लाइनबाट साइक्लिङमा झऱ्यौँ अब हामी चाहिँ होइन दिदी कस्तो लागिरहेको के थाहा पनि म त फर्स्ट टाइम हो है गाई जस्तो यस्तो के गर्नु म त अहिलेसम्म दिदी यार यु ह्याभ नगर्न क्यामेरा हलिसक्यो भिडियो यार किन छिटो लाग्छ कि यार फर्स्ट टाइम गर्न लाग्यो यार हजुरले गर्नुभयो अहिलेसम्म गरेन मैले गरेँ होइन डर लाग्यो यति छोटो मात्र जिप लाइनिङ जिप लाइनको लागि चाहिँ यहाँबाट त्यहाँसम्म त्यो यहाँसम्म साइक्लिङको एकचोटि जाने एकचोटि आउने हेरौँ मलाई त केबल कार चढ्दै डर लागिसकेको थियो अब यो चाहिँ कस्तो हुन्छ थाहा होइन हेर मैले ल हामी चाहिँ रेडी भएर अब टक्क दिदी चाहिँ हुन्छ चढ्दै डर लाग्ने हो क्या यार तल हेर्दा त उफ अहिले मुटुल ठाम छोडिसक्यो मेरोमा नगर्न म सक्दिनँ होला म चाहिँ यति मात्रै गर्छु ल अब तल हेर्न नसक्नु भाइ किन होला कि मलाई यति डर लाग्ने यो हाइट देखेर चाहिँ डर लाग्यो मलाई त कस्तो हल्लिँदो रहेछ त यार फिलिली कुदाउने हो क्या कसरी गर्ने जसै गर्ने नि मजा आउँछ यार मम्मी डर पो लाग्दो रहेछ उता जाँदा म त फिलिली कुदाउँछु म सक्दिनँ क्या डर कहाँ फिलिलो है यहाँ हटेरै निस्किँदै अगाडि मात्र हेर्ने अगाडि हेर्दै जानु चलाउने हो ब्रेक ब्रेक नहाल्नु है फर्किन चाहिँ नडराइकन जाने कोसिस गर्छौँ है अब साथीहरू अघि त डर लाग्यो ओके अब हामी चाहिँ गयो मेडिसिनको बाई
साथीहरू बल्ल बल्ल यहाँ आइपुग्यौँ होइन अब यहाँ आएपछि के प्लान चेन्ज भयो भन्दाखेरि अब जिप लाइनिङ नि गर्ने रे मेरो त यहाँ खुट्टा कामेर हैरान भइसक्यो म ल यता दिदी हुनुहुन्छ अब जिप लाइनिङ तर्फ जाँदैछौँ होइन एकपल्ट होइन अनुभव त लिन पर्यो नि ल लिगम अब आइसकेपछि यति गर्दाखेरि त म त यस्तो सिधा स्ट्रेटै हेरेर आएको तल हेर्न सकेन होइन यस्तो अब के गर्नु फेरि गर्दाखेरि फर्स्ट टाइम हो नि त फेरि गर्दाखेरि तल हेरेर पनि क्या चाहिँ रेडी फर जिप लाइन अब नगर्ने भन्दै गऱ्यो है अयो नगर्ने भन्दै गऱ्यो नि म पुग्यौँ अब हामी चाहिँ यहाँ बस्ने कहाँनिर समात्नु भन्नु होइन त्यस्तो क्या खुकुला होइन उसलाई टाइट हो भनेर म चाहिँ बल्ल आइपुगेँ है दिदी चाहिँ अब गर्नुहुन्छ कस्तो फिलिली घुम्दो रहेछ त फन पनि जिन्दगीमा फर्स्ट एक्सपिरियन्स हामी चितवनबाट चितवन नारायणघाट ल दिदी रेडी हुनुहुन्छ अब ल साथीहरू अब चाहिँ हामी चाहिँ फाइनल्ली घर जान लाग्यौँ है अघि घर जाने भन्दा भ्लग इन गर्दा होइन नगरेर फेरि अर्को थप्यो अब चाहिँ हामी भ्लग नै इन गर्छौँ अब नेक्स्ट भ्लगमा भेटौँ ल साथीहरू बाई